आज चाहिँ हामी चाहिँ उमी जानु आँटेको हाम्रो भ्लगमा स्वागत छ तपाईलाई हाम्रो दिदी दाइहरुलाई पनि अनि यता हुनुहुन्छ हाम्रो हेलो दाइ Hi, hello. वेलकम टु माइजु भ्लग Hello, Maiju. Subscribe गरिदिनु होला. बेबी यो 2026 को ब्लग हो के नि 26 को ब्लगमा तिमी हुँदैनौ बेबी ओके गाइस जो चाहिँ हाम्रो दिदी चाहिँ अलिकति बिरामी हुनुहुन्छ त्यही भएर उहाँलाई चाहिँ के भन्नु अर्कै देखिनु भएको छ हाम्रो दाइ दिदीहरू उहाँहरू चाहिँ टाढादेखि आउनु भएको अनि आज चाहिँ साथमा चाहिँ हामीलाई चाहिँ उनी जाने मौका परेको भाइ उत्तरबाट जाँदा के हुन्छ लिफ्टबाट भयो एक्सचेन्ज भयो सपनामा डर लाग्दैन दाइजो भयो चाहिँ जानुभन्दा अगाडि चाहिँ हाम्रो बेबीलाई चाहिँ यहाँ खेलौना किनेको नानी नानी देशका कोरे कोरे देशका यो ओके देश जाउँ बेबी सुरुमा चाहिँ हामी चाहिँ सेन्दाई स्टेसनबाट चाहिँ सेन्दाई स्टेसन पुगेर चाहिँ कहाँदेखि जाने थियो है ट्रेन चढेर त्यहाँबाट बस एक्सेप्ट गरेर चाहिँ सोचुतामा डेस्टिनेसन प्लेस चाहिँ दाइले चाहिँ भर्खरै नयाँ क्याब किन्नुभयो दाइले भर्खर नयाँ क्याब किन्नुभयो हाम्रो गाइजहरू अगाडि सुटकेस कुदाउँदै कोही नानी बोक्दै जाँदो हुँदैछ अहिले चाहिँ तानाबाट फेस्टिभल पनि आइरहेको छ सो यो चाहिँ योदोबासी सेन्दाई पुरा अहिले चाहिँ गर्मी चलिरहेछ धन आज चाहिँ हावा पनि रहेछ शीतल भइरहेछ हाम्रो चाहिँ स्विका चार्ज गर्नु पर्यो बेबी मेरो पनि चार्ज गर्नु छ ओके लेट्स गो Wait, wait, wait. No, 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 no. No, 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 no. No, 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 no. No, no, no. Hello, Pune. हामी चाहिँ सेन्दाई स्टेसन इन्ट्री गरिसकेको छौँ अब चाहिँ हामी चाहिँ ट्रेनको लागि चाहिँ जानेछौँ के हो त्यो हेर न स्वाङ ल हाम्रो टोलीहरू वाह हेर न बेबीले क्याप फालेको खालि लाउनु मान्दैन टोपी कस्तो लागिरहेको छ तपाईँलाई आज गर्मी छ तर पानी पऱ्यो भने चाहिँ अलिकति ठिकै हुन्छ कि रडी हुन्छ थाहा छैन पानी बेलुकी नपरोस् होइन
ठिकै छ तर पसिना चाहिँ यस्तो छ गर्मीले अझै पछि निस्किरहने मेरो चाहिँ मेरो निस्किसकेर नि बगिरहेछ होइन थाइल्यान्ड हो कि भेटे हो कि के हो यो दिदीलाई त भेटे हो Oh my god, psycho, Japanese. ल मात्रै देख्ने अरे किस गरेर गयो त त्यो ओ म मेरो बेबीले हेर्न न माया गरेको आएन दिन्छु अब हामी अब ट्रेनमा जानेछौँ लेट्स गो जाऊ जाऊ बेबी जाऊ お出口は右側です。お降りの際は電車がvia 松島海岸 मामाले अरे This train will start with only one अब इमनको पालो अब इमनको The पालो next station is अँ, The doors अब मामाको पानी खोइ त नि यो एकजना यो पापालाई भन्नु न कम्बिनी किनेर लैजाउँ न एक बोतल त पानी चाहिन्छ ठुलो ठुलो एक बोतल भइहाल्छ यो भित्रको त होइन न्यू कम्बिनी डेजभित्र छ है है ल म त जो छोडिदिन्छु उसैलाई फलो गर्नु आज बनाउनु छोड्यो भने नि आज त्यति याद गरेँ हामी चाहिँ तागजो स्टेसन चाहिँ आइसकेका छौँ अब अनि यहाँबाट चाहिँ हामी चाहिँ अब बसमा जानेछौँ अनि बस चाहिँ अब हाम्रो पर 12:20 भने जस्तो लाग्यो 12-15 त भइसक्यो अँ त्योभन्दा अर्को पनि छ होला अनि तागजो स्टेसनबाट चाहिँ बस लिनुपर्छ बस चाहिँ हाम्रो रेडी छ अब गाइज अब चाहिँ बसमा जाने हो अनि बसमा गइसकेपछि चाहिँ हाम्रो उताको चाहिँ भिडियो बनाउने छु म यहाँ हुनुहुन्छ पानीको चिन्ता गर्दै भएको त आउँदा छैन पाउनु बसमा चढिसकेका छौँ हाम्रो सर अब चाहिँ हामी प्रस्थान गर्ने गयौँ सेवादाखामा स्टेसन हेलो
हमारे तुम्हारा जो कराया था तुम हाम्रो इमोन गर्मीलाई त्यस्तो हुँदैछ यहाँ पनि हेर्नु त कति साह्रो नेपालमा जस्तै धानहरू हेर्न कस्तो मजाको धानहरू खतरा नि ल गाइज हामी चाहिँ बसबाट चाहिँ झरिसकेको छौँ अनि यहाँबाट चाहिँ अब हामी चाहिँ हिँडेर कति पनि छैन ओन्ली 2 मिनट्स बिचमा होइन खट्टा लगाएर वेदर इज टु गुड आज राजेन्द्र भाइलाई पनि म भन्दै थिएँ अघि आफै यति पनि केही नगर्ने हो यो आफै गरेर लिएर आउँछ नि नआउँछ नि मिल्दैन अरे त्यसरी बोकेर हिँड्नु बोकेर हिँड्नु दिँदैन नि त हो पहिलाको वर्ष त हामीले बोकेर ल्याएको थियौँ त मिल्दैन रहेछ क्या मैले एकदिन लाइन रहेछ वहाँबाट यहाँबाट देखिन्छ कस्तो दामी देखिन्छ सोबु तामाको यहाँ सोबु तामाको बोर्ड थियो गाइस पहिला अहिले चाहिँ यहाँ सोबु तामाको बोर्ड हटाएछ हजुर यहाँ चाहिँ पहिला सोबु तामाको बोर्ड थियो गाइज उताको सोबु तामाको बोर्ड त यहाँ जङ्गलभित्र पो सारे रहेछ है तर पनि नाइस उता भन्दा त्यही राम्रो देखेछ झाडीमा जानु पर्दो रहेछ तर फोटो खिच्नु चाहिँ अब कालो मान्छे दौड्छ भन्ने चिन्ता हुँदैन होइन हजुर ल मेरो बेबीलाई त ल है आज वेदर राम्रो ल यो ठाउँको बारेमा केही अलिकति बोलिदिनुहोस् त बेबी यो कागजो यो चाहिँ होइन कागजो स्टेसनबाट बसमा आउँदाखेरि त्यस्तै 25 मिनट जस्तो लाग्छ अब होइन यो चाहिँ सोबुता खामा भन्ने एउटा बिच हो यहाँ चाहिँ समर चाहिँ एकदम राम्रो हुन्छ होइन यहाँ चाहिँ समुद्र खेल्न आइन्छ प्रायः जस्तो चाहिँ यहाँ तपाईँ के बिबिक्यू चाहिँ दामे भने हो क्या किन्सी हो होइन किन्सी रहेछ मिल्दैन त्यही भएर यहाँ चाहिँ अब यहाँबाट चाहिँ होइन सबै यहाँबाट ठ्याक्कै हेर न कस्तो आनन्दको आउँछ म यहाँ दाइलाई सरप्राइज दिन गइरहेको छु गाइस रमाइलो होला जस्तो छ आज फेरि जानु त आज यहाँ हेर त यहाँको रियाक्सन हेर ल हाम्रो दाइको फर्स्ट कस्तो लाग्यो न क्यामेरा म्यान पनि छ त परतिर त हामी ठिक टाइममा आइपुगेछौँ ए हो के दाइ त्यस्तो बिजी छैन के कस्तो लाग्यो दाइ तपाईँलाई कस्तो लाग्यो तपाईँलाई फर्स्ट टाइम एकदम रमाइलो अब पानी खेल्नुपर्छ ल उता माथि जानुपर्छ हामी दामी मजा आयो हेर्नु त एकदम सरप्राइज राम्रो एकदम हेर कस्तो बवाल छ अब उयो होइन प्याराग्लाइडिङ पनि गर्छ त यहाँबाट
यहाँबाट सकिँदैन होला हामी हामीलाई दिन्छ नि पाएर 10,000 कि कति त हो त्यहाँबाट मागेर दिँदै काटेर ल्याउनु त जानु त जानु टोयलेटहरूको बारेमा पनि विषय बुझेर आउनु है ल ल यता बल फुलिसक्यो यता अर्को यहाँ फुलिन पनि सकियो इमन तिम्रो खै बल खै बल Where is the ball? Where is your पिचकारी ल गाइज हाम्रो गाइजहरू कोही चाहिँ सुटिङ कोही चाहिँ उठिङ ल हाम्रो त यहाँ पुरै फुलाउने कार्यक्रम भइरहेछ यहाँ कोही चाहिँ सुत्ने कार्यक्रम भइरहेछ गाइज दाइजोबु खेवा दाइजोबु देख्यो बेलुकी कारणे दाइजोबु होइन दिवस भाइ आज प्रपोज गर्नुभयो बुढीलाई छैन नि स्पेसल त जहिले नि बनाउनु पर्छ बुझेर दिँदैन न रे इमनलाई चेप्ली लगाइदिनु अहिले बालुवाले पोल्छ क्यामेरा अलरेडी मिलेको छ हाम्रो मान्छे मात्रै मिलेको छैन टु फास्ट उठेर खिच्नुपर्ने हो हजुर ऊ यहाँ ग्रुप लु हाम्रो त परिचय कार्यक्रम पनि सक्यो आज चाहिँ हामी फर्स्ट टाइम सबैजनालाई चाहिँ फर्स्ट टाइम भेट्दैछौँ दिदी दाईहरूलाई पनि हामी फर्स्ट टाइम भेटेको उहाँहरूलाई चाहिँ अनि हामी दाई भाउजू निर्मला मगर दाई मिलन राई ल 2026 को हाम्रो यो भ्लगमा चाहिँ देउसुहरूलाई पनि सामेल गराउन पाइयो अब चाहिँ हामी चाहिँ फोटोहरू सर्टसुट्टै खिचेर चाहिँ हामी चाहिँ उमीको चाहिँ इन्जोय गर्नेछौँ लेट्स इन्जोय ओके ल गाइज अब हामी उमिदेरू मेरो बेबी चाहिँ अब उमी जाँदै हुनुहुन्छ उता तल रहेछ तपाईँ लाउने कि राखेर आउने ल म लाउँछु ल सबजना इन्जोय गर्दैछ गाइज आफ्टर अब पछि भिडियो गरौँ ल ल
उता हुन्छ हुन्छ ल हामी चक्कु बिर्सेको त्यही पनि हामी अनि चक्कु बिर्सेको भन्दा नि सेफको यो अनदर खालको साइडमा काट्ने तरिका रहेछ ल ल ओ बाबा ओइ बेबी नो नो बेबी यहाँ आउनु न मान्छेले अघि खाइसक्यो अब यो खानु नि मात्रै यहाँ पछि चल्दैछ त केन्टी नभएको अवस्था ऱ्याप पो हान्छ त यार मुख त भिज्दैन डुब्ने यो यो पास गर्नु हामी डुबेर ल जुस जुस थप्ने कुरामा चाहिँ थपिहाल्नु यहाँ शीतल रहेछ यार खुट्टा सम्पर्क गर्ने है आउनुबाट नि चिसो होला चिसो त नखाने खानु चिसो छैन लिनु भने केही हुन्न के कहाँ चिसो छ त्यस्तो केही हुँदैन डरायो भने झन् खोइ त फेरि फेरौँ एउटा निकाल तिमी नभन त यार ल चक्कु नभए नि हाम्रो सहरी भएन यो खान्न एउटा शीतल पोहोरको भन्दा किन मिठो भयो यो थाहा छ चिसोमा छ नि त हामीले कोरीभित्र हालेर ल्याएको नि त खोइ खिचेको भिडियो र जुत्ता उता राखिदिनुहुन्छ कि अलिकति हेर्नु डाडुले हाम्रो नयाँ आइडिया बेबी यहाँ दुईटा हालिदिनु चिप्स ल चम्ची छैन हो पिसिन्छ आउँछ मिठो छ यार के अनि बिर्सेको नखाउ नखाउ भन्ने मान्छेले पत्ताउनुहुन्छ तपाईँ होइन सबै राख्नु होइन चिसो थियो अनि अब चिसो खाइसकेपछि अब किन राख्नु बाँकी हालिदियो मिठो पनि भयो होइन फेरि नखाउनु पर्थेन चिसो थियो नि चिसै अब खाइसकियो त अब 12 भयो त खाइ खानेर भयो त खाने नि अब घरमा आएदेखि औषधि खाने तर भन्नुहोस् त होइन यो मिठो रहेछ लास्टै है के अरे लास्टै मिठो रहेछ यो। अहिलेको त मिठो परेन यार अहिले त एकदमै मिठो लडाइ छेउको पर अहिले त बिचको परेर है बिचको यहाँ त सबै खा त खान्न अझै छ त यहाँ आम्मामा लास्टै मिठो भयो त यार यो भाइ भातले चिरिहाल्यो फेरि अब चाहिँ घाम लाग्यो क्या तपाईँ अचार नबिना खाने खानु कि खानु रुचि नै भएन क्या त्यो ज्वरोलाई बिहान भात चाहिँ यसमा अलिकति खाएँ सानो भाइ मेरो अनुहार ननिकाल्नु ल आज किन अहिले क्लब लाउन्समा गएर ड्याम्किन मान्ने हो नि यो चौरा मासु आज सोबोतामा बिचमा हामी खाँदैछौँ होइन कस्तो लागिरहेछ तपाईँलाई आज म त एकदम रमाइलो लागिरहेछ सही छ म सबै मान्छेको देख्दैछु होइन कस्तो लाग्दैछ तिमीलाई मलाई मलाई त आज छिटै लाग्दैछ त्यति मजा आएको छैन यता कस्तो लाग्दैछ त लाख झ्याङ गरेको छ राम्रो राम्रो रमाइलो यहाँ बाबुआमा छोराले अहिले फर्स्ट टाइम आएको रमाइलो छ मम्मी कस्तो लाग्दैछ तपाईँलाई त आज मलाई मजा आनन्द लागिरहेको छ छ कि बबाल छ होइन लास यतापट्टि हल्का कस्तो लाग्दैछ त यता अनि मलाई अँ, उयो रातो झक्का लागिरहेको यो बबाल लाग्छ अनि अरू चाहिँ ठिकै छ अरू ठिकै छ कस्तो लाग्दैछ त तिमीलाई कस्तो लाग्दैछ त हँ म हुन्छ कस्तो लाग्दैछ त तपाईँलाई एकदम रमाइलो एकदम रमाइलो छ पहिलोचोटि पहिलोचोटि उमिसिक्नु भएन तपाईँ हँ ल अनि हाम्रो दिदी
भाउजू चाहिँ मजा आइरहेको थियो सबैजनालाई रमाइलो भइरहेछ पाएँ होइन एकदम रमाइलो छ बालुवामा होइन खुट्टा टेक्दै आनन्द छ होइन हल्का गोरो र कालोको मिक्स ग्याङ छ यहाँ होइन कालोलाई खासै कालोलाई खासै मतलब छैन यता यता त्यति मतलब छैन भन्छन् उहाँ गोरोहरूलाई हल्का प्रब्लम छ यहाँ पर यतै हात लाउने अनि हात लाउनेलाई चाहिँ फेरि घाममा सनबात लिँदै होइन आनन्द छ म सिरोइ हल्का अघि प्रपोजको कार्यक्रम पनि सकिसक्यो होइन मैले त स्विक यसमै खाएँ है न्यू निन्जा टेक्निक निन्जा टेक्निक हो चक्कु पनि चाहिएन टिभी पनि हान्दैछु त हातले नै टेन्सन लिनु परेन चक्कु भएन भने झाडु चाहिँ बोक्नु पर्यो दिदीलाई साह्रो पार्यो अरे अब तपाईँ हामी यहाँ गर्छौँ अब हामी गर्छौँ कि यो यतिकै छोडिदिँदा हुन्छ बस्नु न एकछिन हुन्छ गमी समयको चिन्ता नगर्नु बरु आफ्नो ल गाइस हामी चाहिँ अब फर्केको किन यस्तो भन्नुहुन्छ होला हाम्रो आधा ग्याङ चाहिँ अघि फर्किसक्नु भएको हो अनि अब आधीभन्दा पनि कम छौँ हामी अहिले लास्ट इन्जोय गरेर फर्केको हामी चाहिँ सुर्केस पनि देखाइदियो